नमस्कार साथीहरू, म आज लागे हस्पिटलतिर। आमालाई सन्चो नभएर आमालाई ल्याएँ हस्पिटल। सबभन्दा अगाडि बिलिङमा गएँ। बिलिङहरू सबै गरेर रिपोर्टहरू गरेँ। रिपोर्टहरू गरिसकेपछि भिडियो एक्सरेको लागि एकछिन कुर्यौँ। त्यो आइसकेपछि डाक्टरलाई देखाएर औषधि लगेर म लागेँ फ्याक्ट्रीतिर। फ्याक्ट्री जाँदा त बिदा भइसके रहेछ। प्याकिङमा कतिको गर्नुभयो भनेर चेक गरेँ। 6 पेटी राधाकृष्ण बनाउनु भएको रहेछ। अनि त्यसपछि अलिअलि मुठा पनि बनाउनु भएको रहेछ। प्याकिङमा ठिक रहेछ। त्यसपछि म लागेँ मेसिन चल्ने ठाउँमा। मेसिन कतिको सफा गर्नु भएको छ भनेर मैले सबै चेक गरेँ। यो मेसिन त एकदम क्लिन थियो। त्यसपछि दोस्रो मेसिन पनि चेक गरेँ, त्यो पनि क्लिन थियो। त्यसपछि मैले तेस्रो मेसिन पनि चेक गरेँ, क्लिन थियो। पछि मैले चेक गरेँ मिक्सचर मेसिन पनि एकदम क्लिन थियो, सफा थियो। त्यसपछि म लागेँ बाहिरतिर अगरबत्ती सुगाउने मेसिनमा अगरबत्ती राम्रोसँग राख्नु भएको छ कि नै भनेर मैले पालो सबै मेसिनहरू चेक गरेँ। सबै कामहरू एकदम राम्रोसँग गर्नु भएको रहेछ, राख्नु भएको रहेछ। त्यही भएर आज दिदीहरूलाई दिएँ 10 बाट 10 नम्बर।